सो फाइनली मैले चाहिँ गोप्रो लिइसकेको छु। मैले फ्री फायरको आइडीसँग चाहिँ मैले गोप्रो हिरो 5 साटेको हो है त। गोप्रो हिरो 5 साटेको छु। सो भिडियोमा केही कमी कमजोर छ भने भनिदिनु होला। सो भिडियोलाई स्टार्ट गरिदिउँ है त। ल हामी चाहिँ यसको बाइकको एक राउन्ड हान्नेवाला छौँ। यसको बाइकको एक राउन्ड हान्नेवाला छौँ। एक्सपोल्स सकिसक्यो। तर हाइटको कारणले गर्दाखेरि चाहिँ ऊ हुने रहेछ है। एक गियरमा छैन। एकदमै हाइटमा बसेको जस्तो फिल हुँदो रहेछ है। जर खाँदैछ बस अर्काको के धेरै चलाइदिनु, अर्काको के धेरै चलाइदिनु यार। उकति फेरि हाइट पनि पुग्दैन अनि यसरी उसमा पनि छ क्या हामी के भन्छ यति हो। ल मजा चाहिँ मजा हुँदो रहेछ राइड गर्नलाई। यो गियर नै रहेछ। यो गियर इन्डिकेटर रहेछ त। गियर इन्डिकेटर हुँदो रहेछ यसमा रहेछ त। उयोनिर गियर इन्डिकेटर गयो त न्युट्रलमा। अनि मतलब न्युट्रल हाल्न गाह्रो पर्छ नि कतिजना त। ल यो पनि टेस्ट गरिदियो। अब यो लिएर हिँड्नु पऱ्यो। थाहा चाहिँ छैन आवाज चाहिँ कस्तो आउँछ। किन छ किन फली के को लागि नखाने मुला। त्यो लो क्वालिटीमा मैले अस्ति मलाई 6 रुपियाँ चलाएँ मुला। नखाने मोमो जाँदैन म। अब कता पनि राख्नु अहिले बिचमा राखेको छ। अन्य हुनुपर्ने एङ्गल त पुरै बिग्रेर बसिरहेको छ। जानी चाहिँ कहाँ यार? ल म चाहिँ घरै हिँडिन्छु। कार्कीको बाइकमा हटेको अब यो चढ्दैन। गा भयो त मुला। स्लिप हान्दै के? स्लिप हाने होइन स्लिप भएको थियो। माटोमा गएर उठ भयो क्या यो। ल यति भएपछि भइहाल्यो निस्क्यो।
निस्क्यो कस्तो आएर चाहिँ पतुर आएर होला लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु है लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु है त कहाँ पुग्ने होइन यहाँ अगाडि लियो न ल मुला मै नि मेरो लड्यो भने कन्टेन्ट पाउँछ भनेर सो हामी चाहिँ सुन्दरजलबाट निस्केको अब यस्तो ठाडै ओह्रालोतिर चाहिँ फाउन्टेन ठाडै ओह्रालोतिर चाहिँ झ्याप्पै ब्रेक हान्यो भने चाहिँ के भन्छ स्किड हान्दो रहेछ पछाडि टायर तर यसको त्यो त पहिलेदेखि थाहा थियो त्यही भएन मात्र ठिकै छ कतातिर निस्किने थाहा छैन निस्किने हो केटाहरू आयो अगाडि हिँड्न कहाँ कुन बाटो हिँड्ने हिँड्नु अगाडि जताबाट जाँदा नि भयो जताबाट जाँदा नि भयो त्यो माथि चढाउने हो र जान्छ होला ल हम्परको पावर 24 आवर यहाँ त दामी रहेछ पानी त हेर त केटो हरियो हरियो है दामी रहेछ मुंगला के साथ नो गरिदिएर क्या मलाई नो गरिदिएर त्यहाँबाट हाम फाल्नु गरिदिएर क्या मलाई यसलाई यहाँ ठोक्ला जस्तो भइदिएर एकैछिन
कुदाउँ है त अन्त हाइएस्ट स्पिड त होइन तर भेट तान्न चाहिँ पाइएन